गुड मर्निङ सबैजनालाई। म श्याम मगर। फेसबुकमा काम गर्न नि गाह्रो छ। अस्तिको दिन बेलुकीसम्म राम्रै थियो मेरो आइडी, अनि ठ्याक्कै बिहान उठ्ने बेला इस्यु आएको रहेछ, ब्लक भइरहेछ। के भइरहेछ, कहाँनिर के मिस्टेक भइरहेछ भनेर कम्युनिटी गाइडलाइनमा पुरा गर्दै 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 बसेको। लास्टमा आएर यो मर्न नसक्या अब असती बहिनीले पुरानो भिडियोमा यस्तो यस्तो कमेन्ट गरेको रहेछ, त्यही भएर पो इस्यु आएको रहेछ। पछि पो पत्ता लगाएँ, अनि हिजो दिनभरि एउटा भिडियो पनि हालेन, सबै इस्यु। अनि हिजो बेलुकी ट्राई गर्नको लागि एउटा भिडियो हालेको थियो, त्यो पनि इस्यु आएर बिहान डिलिट गरिदिएँ। अनि आज बल्ल 24 घन्टामा बल्ल मेरो मोनिटाइजेसनले काम गर्ने भयो। किन जल्छौ, किन पटपटी पोल्छ तिमीहरूलाई? न तिमीहरूकै व्यक्ति विषय तोकेर गरेको, न तिमीहरूले विश्वास आस्था गरेको कुनै राजनीतिक दलको विरुद्ध कुरा गरेको। राजनीतिक दल म सबैलाई सपोर्ट गर्छु, तर त्यो राजनीतिक दलभित्रका एक दुईजना व्यक्तिहरू, त्यो पनि मैले आफैबाट खण्डन गर्न लाग्दैन। उनीहरू भनेको भिडियोहरू उठाएर खण्डन गर्ने मात्रै मेरो काम हो। नजल के, नजल, झलेर केही हुँदैन। तिमीहरू जलेर के गर्छौ? यस्तो यस्तो कमेन्ट गरिदिन्छौ। म चाहिँ प्रायः जसो कमेन्टहरू हेर्दैन, सरसर्ती हेर्छु। अनि नराम्रो कमेन्टहरू आएको छ भने डिलिट गरिहाल्छु। तर यो चाहिँ पुरानो भिडियोमा भएको कारणले नदेखेको रहेछु कि मैले देखेन। फेसबुक कम्युनिटी गाइडलाइनले देख्यो, पढि नसक्नु छ, अनि डाइरेक्टै मेरो इस्यु पारिदिएको रहेछ। त्यही भएर फेसबुकमा काम गर्नेहरूले कपिराइटहरू झन् अर्कै कुरा भयो, अरू भिडियोहरू उठाएर हाल्ने त अर्कै कुरा भयो। यसरी कमेन्टहरूमा पनि अलिकति ध्यान दिनु होला।